नमस्कार। आज हामी बागमती प्रदेश सरकारको आर्थिक वर्ष 2083-84 को नीति तथा कार्यक्रमका मुख्य बुँदाहरूलाई एकदमै सरल तरिकाले बुझ्ने प्रयास गर्दैछौँ। सुशासनदेखि उत्पादन वृद्धिसम्मका कुराहरू यसमा कसरी समेटिएका छन् त? आउनुहोस् सँगै हेरौँ। अब यो स्क्रिनमा देखिएको बाक्लो र अलि झन्झटिलो जस्तो लाग्ने प्रशासनिक दस्तावेजलाई हामी के लाउनेछौँ? यसलाई पढेर टाउको दुखाउनु भन्दा यसका मुख्य आर्थिक र प्रशासनिक लक्ष्यहरू के हुन् त्यो म तपाईहरूलाई सरल भाषामा बुझाउनेछु। यो पुरै विषयलाई सजिलोसँग बुझ्न हामी यी 6वटा मुख्य शीर्षकहरूमा सरर छलफल गर्नेछौँ। सन्दर्भ र चुनौती, मुख्य दूरदृष्टि, सुशासन र सुधार, अर्थतन्त्र र कृषि, सामाजिक न्याय र अन्त्यमा दिगो पूर्वाधार। अब पहिलो विषयबाट सुरु गरौँ, सन्दर्भ र चुनौतीहरू अर्थात् अहिलेको वास्तविक अवस्था। नीति तथा कार्यक्रम ल्याउनु अघि सरकारले नै केही ठूला चुनौतीहरू खुलेरै स्वीकार गरेको छ। हेर्नुस् त, हालैका दिनमा मन्त्रालयमै आगजनी हुने गरी भएका प्रदर्शन, मध्यपूर्वको द्वन्द्वले गर्दा पेट्रोलियम पदार्थमा भएको अस्वाभाविक मूल्य वृद्धि अनि सोचे जस्तो पुँजीगत खर्च नहुनु, यी त भए मुख्य तगारोहरू जसलाई चिरेर अघि बढ्नुपर्ने अवस्था छ। अब जाउँ दोस्रो खण्डमा, सरकारको मुख्य दूरदृष्टि वा भनौँ समग्र लक्ष्य। सुखी नागरिक, समृद्ध बागमती। सुन्दा एकदमै आकर्षक छ, होइन त? समग्रमा भन्नुपर्दा कुनै पनि बागमती प्रदेशवासीले खान नपाएर भोकै बस्न नपरोस्, उपचार नपाएर ज्यान गुमाउन नपरोस् र शिक्षाबाट वञ्चित हुनु नपरोस्। सरकारका सबै नीतिहरू यही एउटा केन्द्रबिन्दुमा घुमेका छन्। तेस्रो खण्डमा छ सुशासन र प्रशासनिक सुधार। अब ठूला कुरा गरेर मात्र त भएन, काम गर्ने संयन्त्र पनि त चुस्त हुनु पर्यो नि, होइन? मलाई यहाँ सबैभन्दा चासो लाग्दो लागेको कुरा चाहिँ यो हो, प्रदेश सरकारले एउटा साहसिक कदम चाल्दै मन्त्रालयहरूको संख्या घटाएर जम्मा 8वटा मात्रै बनाउने निर्णय गरेको छ। चालु खर्च अर्थात् फजुल खर्च कटौती गर्न यो एकदमै ठूलो र महत्त्वपूर्ण प्रशासनिक सुधार हो। त्यति मात्र होइन, तपाईँ हाम्रा गुनासा तत्काल सुन्न हेलो सीएम डेस्क स्थापना हुँदैछ। भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउने अनि सबै काम डिजिटल बनाउने योजना छ। एउटा गज्जबको कुरा के भने अब कुन प्रोजेक्टको काम कति भयो भनेर अनलाइनबाटै ट्र्याक गर्न सकिने सिस्टम पनि बन्दैछ। अब लागौं चौथो खण्डतिर, अर्थतन्त्र, कृषि र रोजगारी। प्रशासन त चुस्त भयो, अब रोजगारी कसरी बढाउने त? नीति तथा कार्यक्रममा एउटा नारा छ, सिप, उद्यम र रोजगार, समृद्ध प्रदेशको आधार। यो भनेको चाहिँ विशेष गरी युवा र महिलाहरूलाई बजारमा जे कुराको डिमान्ड छ त्यही अनुसारको सिप सिकाएर आफै केही गर्न सक्ने बनाउने सरकारको योजना हो। यसमा एउटा एकदमै महत्त्वपूर्ण र नयाँ कुरा के छ भने अब युवाहरूले कुनै नयाँ स्टार्टअप सुरु गर्न चाहेमा उनीहरूको प्रोजेक्टलाई नै धितो मानेर सहुलियतपूर्ण ऋण दिइनेछ। यो साँच्चै नै एउटा गेम चेन्जर हुन सक्छ। साथै बन्द अवस्थामा रहेका उद्योगहरू फेरि खुलाउने र हाम्रै गाउँठाउँका कच्चा पदार्थ प्रयोग गर्ने कुरा पनि यसमा जोडतोडका साथ उठाइएको छ। अब यो दस्तावेजको कृषि खण्डको पाना पल्टाएर हेर्ने हो भने त्यहाँ बुँदा नम्बर 39मा एउटा यस्तो कुरा लेखिएको छ जसले हाम्रो कृषिको अनुहार नै फेरिदिन सक्छ। हेर्नुस् त, व्यावसायिक र औषधीय गाँजा खेतीका लागि कानुनी बाटो खुला गरिँदैछ। यो आफैमा एउटा निकै ठूलो र बोल्ड कदम हो। यसका अलावा 1 कृषि उत्पादन सुरु गर्ने, प्रदेशमै प्राङ्गारिक मल कारखाना खोल्ने र बजारमा हामीले खानेकुरा कस्तो छ भनेर जाँच्न मोबाइल भ्यानहरू चलाउने कुराले पक्कै पनि कृषक र उपभोक्ता दुवैलाई फाइदा पुग्ने देखिन्छ। पाँचौं खण्डमा हामी कुरा गर्नेछौँ सामाजिक न्यायको। आर्थिक वृद्धि मात्र भएर भएन, त्यसको फल त सबैले समान रूपमा पाउनु पर्यो नि, होइन र? यहाँनिर सरकारले गरिबले गरी खाने प्रदेश बागमती प्रदेश भन्ने नारा ल्याएको छ। यसको मुख्य टार्गेट भनेको दलित, अति गरिब, एकल महिला र जग्गा जमिन नभएका नागरिकहरूको जीवनस्तर उकास्ने हो। यो सुन्दा मलाई एकदमै राम्रो लाग्यो। चेपाङ, बोटे र माझी जस्ता सीमान्तकृत समुदायका लागि 1000वटा सुरक्षित घरहरू बन्दैछन्। अनि यो चेपाङ, चिउरी र चमेरो भन्ने एउटा विशेष कार्यक्रम पनि आउँदैछ। त्यति मात्र होइन, दुर्गममा ज्यान जोखिममा परेका गर्भवती महिलाहरूको निःशुल्क हवाई उद्धार गर्ने र गरिब नागरिकहरूलाई क्यान्सर लगायतका गम्भीर रोगहरूको उपचार निःशुल्क गर्ने कुराहरू यसमा समेटिएका छन्। र अन्त्यमा 6औं खण्ड, दिगो पूर्वाधार, विकास निर्माणका काम कसरी अघि बढ्दैछन् त? यहाँनिर सरकारले एउटा अलि फरक बाटो समातेको देखिन्छ। नीतिमै प्रश्न लेखिएको छ, पहिले मर्मत,
त्यसपछि निर्माण। जथाभावी डाँडाकाँडा भत्काएर नयाँ बाटो खन्नुभन्दा भइरहेका संरचनाहरूलाई नै राम्रो बनाउने र टिकाउने कुरालाई एकदमै कडाइका साथ लागू गर्न खोजिएको छ। त्यसैले जथाभावी नयाँ ट्र्याक खोल्नुको साटो हेटौडामा एउटा ठूलो आरोग्य केन्द्र बन्दैछ। लाइसेन्सको ट्रायल दिँदा हुने सेटिङ रोक्न अटोमेटिक ड्राइभिङ टेस्ट ट्र्याक बनाइँदैछ। अनि अर्को गज्जबको कुरा, अब सरकारी भवनहरू बनाउँदा बाहिरको होइन, हाम्रै स्वदेशी काठ प्रयोग गर्नुपर्ने नियम अनिवार्य गरिँदैछ। यी सबै कुराहरू हावाको भरमा मात्र छैनन्। पर्यटन र पूर्वाधारको विकासलाई 2025 देखि सुरु गरेर 2040 सम्म पुग्ने गरी एउटा लामो टाइमलाइनमा बाँधिएको छ। यसले गर्दा आजको भोलि नै काम सकिएन भनेर आत्तिनुभन्दा पनि एउटा दिगो बाटोमा प्रदेश अघि बढ्दैछ भन्ने देखिन्छ। ल, नीति तथा कार्यक्रमका कुरा त हामीले सर्र हेर्यौं। सुशासनदेखि गाँजा खेतीसम्मका साहसिक निर्णयहरू यसमा छन्। तर हामी सबैको मनमा उब्जिने एउटै प्रश्न के हो भने, कागजमा जतिसुकै राम्रा कुरा लेखिए पनि के यसको सही कार्यान्वयन होला त? के यी योजनाहरूले साँच्चै नै समृद्ध बागमती बनाउन सक्लान् त? यो सोच्न बाध्य बनाउने प्रश्नका साथ आजको यो विश्लेषणलाई हामी यही बिट मार्छौं। तपाईहरूलाई के लाग्छ? पक्कै पनि विचार गर्नुहोला।